नमस्कार साथीहरू, स्वागत छ तपाईलाई ज्ञान सपोर्टमा। आज हामी कुरा गर्छौं सीई पछि के गर्ने भन्ने विषयमा। यो एउटा यस्तो मोड हो जहाँबाट तपाईको भविष्यको दिशा तय हुन्छ। त्यसैले आजको भिडियोलाई अन्त्यसम्म हेर्नुहोस्, किनभने तपाईको निर्णय तपाईको करियरको जग हो। सीई पछि अधिकांश विद्यार्थीहरू दोधारमा पर्छन्। केही साइन्स पढ्ने सोचमा हुन्छ, केही म्यानेजमेन्ट, केही टेक्निकल कोर्सतिर। तर सबैभन्दा ठूलो प्रश्न भनेको कुन बाटो तपाईको लागि उपयुक्त हो। हामीले +2 र सीटीबीटी यी दुवै विकल्प बारे गहिरिएर बुझ्नुपर्ने हुन्छ। +2 भन्नाले हामीलाई उच्च शिक्षा तयारी गराउने माध्यम हो। साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज, एजुकेसन जस्ता स्ट्रिमहरू छन्। साइन्सबाट तपाई डाक्टर, इन्जिनियर, फार्मासिस्ट बन्न सक्नुहुन्छ, तर यो चुनौतीपूर्ण हुन्छ। म्यानेजमेन्टबाट तपाईले एकाउन्ट, बिजनेस, ब्याङ्किङ, होटल म्यानेजमेन्ट जस्ता क्षेत्रहरूमा भविष्य बनाउन सक्नुहुन्छ। ह्युम्यानिटिज वा एजुकेसन रोज्नेले समाजशास्त्र, शिक्षक, पत्रकार, वकिल जस्ता पेशा रोज्न सक्छन्। तर सबैलाई +2 नै पढ्नुपर्छ भन्ने होइन। अर्को विकल्प पनि छ, सीटीबीटी। सीटीबीटी भन्नाले काउन्सेलिङ फर टेक्निकल एजुकेसन एन्ड भोकेसनल ट्रेनिङ हो। यो व्यावहारिक सिप सिकाउने संस्था हो, जहाँ तपाईलाई स्वास्थ्य, इन्जिनियरिङ, कृषि, आईटी जस्ता क्षेत्रहरूका सर्टिफिकेट वा डिप्लोमा कोर्सहरू पढ्न सक्नुहुन्छ। सीटीबीटीको सबैभन्दा ठूलो फाइदा भनेको कम समयमा काम गर्न सक्ने सिप पाउने हो। जस्तै तपाई एचए, ल्याब टेक्निसियन, सीएमए, अनमी, सिभिल सब ओभरसियर, कम्प्युटर टेक्निसियन जस्ता कोर्स पढ्न सक्नुहुन्छ। यसको अर्को विशेषता यो कोर्सहरू सरकारी तथा विदेश दुवै क्षेत्रमा मान्यता हुन्छन्। अब प्रश्न आउँछ, कुन रोज्ने? +2 रोज्ने उच्च शिक्षा दीर्घकालीन करियरको लागि तयार हुन्छन्, तर सिप अनुभव कम हुन्छ। सीटीबीटीबाट तपाई कम समयमा काम गर्न सक्ने सिप सिक्नुहुन्छ र पढ्दै कमाउन सक्नुहुन्छ। यदि तपाईको रुचि डाक्टर बन्ने, वैज्ञानिक बन्ने, इन्जिनियर बन्ने छ भने तपाई साइन्स रोज्नुहोस्। यदि तपाई व्यवस्थापन, व्यापार, ब्याङ्किङ तर्फ जान चाहनुहुन्छ भने म्यानेजमेन्ट उपयुक्त हुन्छ। र यदि तपाई व्यावहारिक काममा आधारित शिक्षा चाहनुहुन्छ भने सीटीबीटी तपाईको लागि उत्तम विकल्प हो। साथीहरू, जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तपाई आफ्नो रुचि बुझ्नुपर्छ। कहिले के गर्छ भन्ने होइन, तपाई के गर्न सक्नुहुन्छ, केमा खुसी महसुस गर्नुहुन्छ भन्ने हो। सीई पछि अवसरहरू धेरै छन्, तर निर्णय तपाईको सोचेर, बुझेर र आफ्नो लक्ष्यलाई प्राथमिकता दिँदै निर्णय लिनुहोस्। ज्ञान सपोर्टमा हामी तपाईलाई यस्तै शिक्षक, जानकारी, मार्गदर्शन र भविष्य निर्माणमा सहयोग पुर्याउने सामग्रीहरू ल्याउने गर्छौं। यदि तपाईलाई यो भिडियो उपयोग लाग्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सिनु। भिडियोलाई शेयर गरेर आफ्नो साथीहरूसम्म पुर्याइदिनु होला। हस्, धन्यवाद। तपाईको भविष्य उज्जवल होस्।